स्वागत छ मेरो भ्लगमा सम्पूर्ण साथीहरुमा। आज चाहिँ म 2 दिनपछि फेरि आइसकेको छु। आज म जेठो मुखियाको अथवा मेरो मामाको घरमा चाहिँ घाम तापेर बसिरहेको थिएँ। मामाले झट्ट खाना बनाउनु भएको छ। छ यस्तै हो हाम्रो गाउँमा त ट्याक्कै कुखुरा छ, बेला बेलामा बाजिरहन्छ। ट्याक्क लाएर घाम तापेर आनन्दको घाम तापेर बसिरहेको छु। मित्र मामाले खाना पकाउनु भइरहेछ। अब म मामासँग कुरा गर्न जाँदैछु है, सम्पूर्णले हेर्नु होला। हेलो जेठा मुखिया। हेलो, बसिरहेको छु। के लाउनु भयो? ओहो यति धुवा बनाउनु भारी छ यार। पकाउनु लाग्छ है। के छ खबर? यस्तै छ खबर। भन्नुस्, के को तरकारी पकाउनु भयो? ए आलु गन्द्रु। आलु गन्द्रु। मिठो बनाउनु भयो होला है? ए भाइ त मिठो। दिउँसो कहाँ जानुहुन्छ? दिउँसो घरतिरै हुन्छु होला। यसो त्यहाँ फरीको पनि छ, एकछिन कामतिर जान्छ केही हेर्नलाई। हानु हो त। हाम्रो मामालाई एउटा नभनौँ होला। धुवा बनाउनु भएछ। धुवा म पुग्छु। खाना चाहिँ उहाँले चाहिँ दामी मिठो बनाउनुहुन्छ। यस्तो दामी बनाउनुहुन्छ। यी ट्याक्क बनाउनुहुन्छ खाना। यी कोइला राख्ने भाँडा यता, उहाँले यी च्याट्ट कोइला राख्नुहुन्छ। कोइला अनि भात पकाउनुहुन्छ। कहिले काहीँ भात पाकिसके कोइलामा। अब चिया बनाउनु भयो। चिया खाने हो त? चिया नखाम होला। तपाईँको 2-4वटा मन्तव्य राखिदिनु नि त यता हेरेर। यहाँ 2-4वटा कुरा राखिदिनु नि त भनेको। 2-4 कुरा के राख्ने बाबु? खै अब के भनौँ र मैले। अब यस्तै छ। यसो कमेडियन भिडियो हानिदिनु नि त, अनि बिचमा हालिदिन्छु म। मेरो हालचाल यही छ बाबु। अब चाँडो छ, कहीँ चल्न सक्दैन। ताप्यो बस्यो हो। घाम बाहिर के गर्ने अब है। उहाँले चाहिँ सर्लक्कै यहाँ खाना पकाउँदै हुनुहुन्छ है। खाना पकाएको छु यहीँ, सायद बसेर बनाएको छु यहीँ यसरी। ओके, अब म चाहिँ बाहिर आएँ। अब मामा हाँदै हुनुहुन्थ्यो, म हाँदा बाहिर आएँ। अब यस्तै हो। अब यस्तै छ। हाम्रो गाउँतिर त आजभोलि त मस्तै घाम लाग्छ। ततिर कुहिरो छ होइन। अब तलबाट कुहिरो आउन सकेको छैन। कुहिरो आउन सकेको छैन। यो चाहिँ मेरो मामाको घर। त्यसपछिबाट लाएर मेरो घर भन्दै अब हस् त, फेरि नेक्स्ट ब्लगमा भेटौँ। बाई बाई।